के गरेको के हो त्यहाँदेखि के भेटायो देखा त भन्दैमा आज केटाहरूसँग ड्याम जाँदैछु आज न्यू डे न्यू ब्लग टक्क बाह्र मुख सुक्दैन यस्तो घरबाट तर हावा चाहिँ उपर आउँदैछ हावा उपर आउँदैछ आज हामी ड्याम जाँदैछौँ ड्याम इटाभाटादेखि सिधै आउनुहोस् इटाभाटा अनि इटाभाटा आएर यता करुणा बस्ती आउनुहोस् करुणा बस्तीको यतापट्टि छ एउटा ड्याम त्यहाँ चाहिँ अनलिमिटेड पौडी खेल्न सक्नुहुन्छ जति तपाईँलाई मन लाग्छ यति पौडी खेल्न सक्नुहुन्छ टु भिजिट गाइस हाम्रो इटाभाटामा आउँदादेखि यतापट्टि छ केही अब बुझ्नु मन छ भने मलाई कल गर्दा पनि हुन्छ सो अहिले चाहिँ म हाम्रो तामाङ दोस्तलाई लिन जाँदैछु तामाङ दोस्त सूर्य तामाङदेखि हामीहरू ड्याम जान्छौँ मेरो प्यारो तामाङ सरलाई पनि भेटिरहेको छु यहाँ पुरा लजाउँदैछ अहिले चाहिँ पुरा लजाउँदैछ तर माल खाएपछि ओभर हुन्छ नि सो हामी अब सिधै ड्याममा भेट्नुपर्छ गाइस ओके तिर फर्किँदैछौँ यसले के बिर्स्यो अरे या बाटोमा खोज्दै हिँड्दैन अबे साले जो माफ करना मैं जो के बिर्स्यो उसलाई नै थाहा छैन तामाङ यहाँ के गर्दैछ के यहाँ झारीदेखि एउटा सामान जस्तो पोका लियो अनि उता आउँदैछ के खोज्दै आउँदैछ हामी ड्याम जाने मान्छे फेरि घरतिर जाँदैछ है के हो त्यहाँदेखि ट्युबवेल ल्यायो के भेटायो देखा त तपाईँलाई लोकेसन चाहियो भने ड्यामको यहाँदेखि एउटा यहाँ टी फ्याक्ट्री छ राष्ट्री भन्ने यहाँ छ यहाँदेखि उता सिधा जानुपर्छ यहाँदेखि राष्ट्रीदेखि लेफ्ट जानुपर्छ सिधै लेफ्ट जानु भने आउँछ ड्याम हो त्यहाँ गएर पौडी खेल्नुहुन्छ A few moments later, a few inches later, 2 hours later, 1 eternity later. के गरेको मेरो सूर्य दोस्त म सक्दिनँ होला हौ बाई बाई पुगिसक्यौँ हाम्रो डेस्टिनेसनमा टक्क बाह्रसँग यस्तो आली बाटो जानुपर्छ आली बाटो गएर सिधा गएर ड्याम पुगिन्छ हामी चाहिँ अब पुगिसक्यौँ अब त्यहाँ गएर भेट्छौँ सो गाइस हामी चाहिँ पुगिसक्यौँ ड्याम पुगिसक्यौँ हामीहरू टक्क बारमा यस्तो दामी भ्यू छ कि यस्तो दामी भ्यू छ कसम बाइकमा आउँदा ओभर मजा आउँछ तर के गर्नु आफ्नो बाइक छैन छिटै किन्छु म अब बाइक टेन्सन छैन अब छिटै किन्छु म टक्क पारेर हामी आइसक्यौँ ड्याममा यस्तो दामी भ्यू छ उता सिधा छ मेन रोड टक्क बाह्रमा यहाँ दामी छ पौडी खेल्ने गाउँ ट्याक्क पारेर हामी यो चाहिँ कहाँ हो भन्दाखेरि ट्याक्क त्यहाँदेखि उपर जानुपर्छ क्या यस्तो मुनि छिरेर यस्तो दामी आउँछ यो चाहिँ ड्याम हो क्या ड्याम यो पानी छिर्न बनाएको खास सो गाइस म चाहिँ तपाईँलाई माफी माग्न चाहन्छु आइ एम रियली सरी किनकि हामीले पौडी खेलेको ब्लगहरू के ब्लगहरू गर्न पाएनौँ हामी ट्याक्कै त्यहाँ गएर अनि एकछिन यस्तो यताउता हेऱ्यौँ अनि फर्किहाल्यौँ सो सरी तर
सेयर सब्सक्राइब हानिदिनु होला। तपाईँलाई म भोलि कहाँ जान्छौँ के गर्छौँ सब भन्छु तपाईँलाई अर्को ब्लगमा। सो गाइज टाटा गुड बाई।